नमस्ते, स्वागत छ। आज हामी नेपालमा व्यावसायिक रूपमा कागती खेती कसरी गर्ने भनेर सुरुदेखि अन्त्यसम्मै हेर्नेछौँ। यदि कसैले लामो समयसम्म राम्रो आम्दानी दिने लगानी खोजिरहनु भएको छ भने यो जानकारी साँच्चै काम लाग्ने खालको छ। कागती खेतीको कुरा गर्दा सबैभन्दा पहिले यो एउटा अचम्मको तथ्यबाट सुरु गरौँ न, होइन? एउटै कागतीको बोटले सोच्नुस् त 40 देखि 50 वर्षसम्म फल दिइरहन्छ। यो त खेती मात्रै भएन, यो त एउटा यस्तो लगानी भयो जुन एउटा पुस्ताबाट अर्को पुस्तासम्म जान सक्छ। अब व्यापारको कुरा त छँदैछ, तर कागती स्वास्थ्यको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। यसमा भिटामिन सी एकदमै धेरै हुन्छ अनि पाचन प्रणालीलाई पनि सहयोग गर्छ। हो, यही स्वास्थ्यको फाइदाले गर्दा त बजारमा यसको माग कहिल्यै घट्दैन, सधैँ माथि नै रहन्छ। ल, अब कागती खेतीको व्यावहारिक पाटोतिर लागौं। जग्गा कसरी तयार गर्नेदेखि लिएर फल टिप्ने बेलासम्म हरेक चरणलाई हामी एक एक गरेर बुझ्नेछौँ। अब कुनै पनि कामको सुरुवात बलियो हुनुपर्छ, होइन? घर बनाउँदा जग बलियो भए जस्तै कागती खेतीमा पनि जग बसाल्ने काम सबैभन्दा महत्त्वपूर्ण हुन्छ, किनभने यही सुरुको तयारीले नै पछि गएर बगैँचा कस्तो हुन्छ भन्ने कुरा तय गर्छ। ल, सबैभन्दा पहिले कुरा गरौँ जग्गाको। कस्तो जग्गा छान्ने त? खासमा 4वटा कुरामा ध्यान दिनुपर्छ। पहिलो, पानी जम्नु भएन, नत्र जरा खुइन्छ। दोस्रो, मोटर बाटो पुगेको हुनु पर्यो ताकि पछि उत्पादन बजार लान सजिलो होस्। तेस्रो, बार लगाउन मिल्ने खालको हुनुपर्छ जनावरबाट जोगाउनलाई। अनि चौथो र सबैभन्दा जरुरी कुरा, सिँचाइको लागि पानीको स्रोत हुनै पर्यो। जग्गा त भयो, अब माटो कस्तो चाहिन्छ त? कागतीलाई सबैभन्दा मनपर्ने भनेको दोमट माटो हो। अनि माटोको पीएच मतलब अम्लीयपन 5.5 देखि 6.5 को बीचमा भयो भने त झनै राम्रो। माटोमा प्राङ्गारिक पदार्थ पनि प्रशस्त हुनु पर्यो अनि कम्तीमा 2 मिटर गहिराईसम्म ढुङ्गा वा चट्टान हुनु भएन। यसो भयो भने मात्रै जरा मजाले फैलिन पाउँछ। हाम्रो देश नेपालको हावापानी त कागती खेतीको लागि एकदमै राम्रो छ। समुद्री सतहबाट करिब 100 मिटरदेखि 1800 मिटरसम्मको उचाइमा यसको खेती आरामले गर्न सकिन्छ। खासमा यसलाई न्यानो र ओसिलो मौसम मनपर्छ। तर एउटा कुरा के ख्याल राख्नु पर्यो भने हिउँ पर्ने वा तुसारो लाग्ने ठाउँमा चाहिँ यो खेती त्यति सफल हुँदैन। व्यावसायिक रूपमा खेती गर्दा बोट बिरुवा बीचको दूरी एकदमै महत्त्वपूर्ण हुन्छ। कागतीको लागि चाहिँ 3 मिटर लम्बाइ र 3 मिटर चौडाइको दूरी कायम गर्नुपर्छ। यसो गर्दा के हुन्छ भने हरेक बोटले हुर्कनलाई पर्याप्त ठाउँ पाउँछ, घाम र हावा पनि मजाले लाग्छ अनि फल पनि धेरै फल्छ। ल, जग तयार भयो। अब बिरुवा रोप्ने सही समय र तालिकाको बारेमा कुरा गरौँ। नेपाली पात्र अनुसार नै कागती रोप्ने कामलाई एउटा योजना बनाएर गर्न सकिन्छ। यो रोपनको प्रक्रियालाई 3 महिनामा बाँड्न सकिन्छ, एकदमै सजिलो छ। वैशाख महिनामा खाडोल खन्ने, जेठ महिनामा त्यही खाडोललाई मल र माटोले भर्ने, अनि असारमा जब मनसुन सुरु हुन्छ तब बिरुवा रोप्ने। यो तालिका अनुसार गर्दा बिरुवा एकदम राम्रोसँग सर्छ। अब बिरुवा रोपेर मात्रै त काम सकिँदैन, होइन र? त्यसपछिको स्याहार कस्तो हुन्छ भन्ने कुराले नै भविष्यमा कति फल फल्छ भनेर निर्धारण गर्छ। त्यसो भए अब यी साना बिरुवालाई कसरी हुर्काउने त्यतातिर लागौं। खास गरी सुरुको 1 देखि 3 वर्षसम्म बिरुवालाई सही पोषण दिनु एकदमै जरुरी हुन्छ। हरेक बोटको लागि 20 केजी जति गोबर मल, 100 ग्राम युरिया, 50 ग्राम डीएपी अनि 100 ग्राम पोटास, यो सबैको सन्तुलित मिश्रण दिनुपर्छ। यसले के गर्छ भने बोटको सुरुवाती विकासलाई एकदमै तेज बनाइदिन्छ। अनि मल दिने तरिका पनि सही हुनु पर्यो नि। सबभन्दा पहिले बोटको फेद वरिपरि एउटा सानो कुलेसो जस्तो बनाउने अनि त्यसमा मलको मिश्रण हाल्ने। त्यसपछि त्यसलाई खरपातले छोपिदिने र अन्त्यमा पानीले सिँचाइ गरिदिने। यसो गर्दा मल खेर जाँदैन, सिधै चरासम्म पुग्छ। अब पानीको कुरा गरौँ। सुक्खा मौसममा खास गरी फागुनदेखि जेठसम्म माटो कतिको सुक्खा छ हेरेर हरेक 10-15 दिनमा सिँचाइ गर्नुपर्छ। अनि यदि कतै पानीको अलि अभाव छ भने थोपा सिँचाइ प्रविधि अपनाउनु सबभन्दा राम्रो उपाय हो। यसले पानी पनि धेरै बचत गर्छ। ल, अब अर्को एकदमै महत्त्वपूर्ण विषय, यत्रो मेहनत गरेर गरेको लगानीलाई कसरी जोगाउने त? मतलब रोग र किराबाट बगैँचालाई कसरी बचाउने? किनभने बोटलाई बचायो भने मात्रै त उत्पादन राम्रो हुन्छ। त्यसो भए यो बगैँचालाई केबाट बचाउने त? कागतीको बोटलाई मुख्य खतरा केबाट हुन्छ? ल, आउनुहोस्
कागतीमा लाग्ने केही सामान्य रोग र किराहरूबारे चिनारी गरौँ। यहाँ हेर्नुस् त कागतीमा लाग्ने केही प्रमुख रोगहरू जस्तै क्याङ्कर, जरा र फेद कुहिने रोग, ग्रिनिङ, कोत्रे रोग, कालो ध्वाँसे अनि गुलाबी रोग। यस्ता समस्याहरू देखिने बित्तिकै एकदमै सचेत हुनुपर्छ। रोगले मात्रै होइन, किराले पनि उस्तै सताउँछ। मिलिबग, लाही किरा, सिट्रस सिल्ला, कत्ले किरा, पात उडाउने झिङ्गा, ठूलो पुतली अनि फल कुहाउने औँसा यी सबै बोटका मुख्य शत्रु हुन्। अब केही मुख्य किरालाई कसरी नियन्त्रण गर्ने त? जस्तै मिलिबग्सको लागि 1 लिटर पानीमा 0.2 मिलिलिटर इमिडाक्लोप्रेड मिसाएर छर्न सकिन्छ। त्यस्तै लाही वा सिल्लाको लागि चाहिँ 1 मिलिलिटर रोगर काफी हुन्छ। यो मात्र याद राखियो भने एकदमै काम लाग्छ। तर एउटा कुरा के हो भने रोग लागिसकेपछि उपचार गर्नुभन्दा त लाग्नै नदिनु जाति होइन? त्यसैले रोकथाम नै सबैभन्दा राम्रो उपाय हो। जस्तै बगैँचा सफा राख्ने, हिउँदमा सुकेका हाँगाहरू काटेर फाल्ने अनि काटछाट गरिसकेपछि कपर अक्साइड छर्ने र बोटको फेदमा बोडो पेस्ट लगाउने। यस्ता सामान्य तरिकाले पनि धेरै समस्या आउनै दिँदैन। ल, यत्रो वर्षको मेहनत, तयारी र स्याहारपछि अब पालो आउँछ सबैभन्दा रमाइलो र इनाम पाउने चरणको, मतलब फल टिप्ने समय। फलको गुणस्तर राम्रो बनाइराख्न सही समयमा टिप्नु पनि जरुरी छ। कागती टिप्नको लागि सबैभन्दा उत्तम समय भनेको बिहान 8 बजेदेखि 10 बजेसम्म अनि फेरि साँझ 3 बजेदेखि 6 बजेको बीचमा हो, किनभने यो बेला तापक्रम अलि कम हुन्छ र फल धेरै समयसम्म ताजा रहन्छ। अन्तमा एउटा भनाइले कागती खेतीको पुरै सार बताउँछ। मेहनतका साथ रोपेको एउटै बोटले जीवनभर फल दिन सक्छ। साँच्चै यो खेती मात्रै होइन, यो त धैर्य र लगनशीलताको मिठो फल हो। त्यसो भए एउटा यस्तो लगानी जसले 40 वर्षसम्म निरन्तर फल दिन्छ, यस्तो यात्रा सुरु गर्न को तयार हुनुहुन्छ त? हो, यसले धैर्य र मेहनत त अवश्य माग्छ, तर यसको प्रतिफल पनि त जीवनभरको लागि छ।